हजुर ल यहाँहरू सबैलाई नमस्कार। मेरो यो पहिलो भ्लगमा यहाँहरूलाई स्वागत छ। यति बेला म 8 बिस्कोट नगरपालिकाको यो 11 नम्बर वडा र यो 14 नम्बर वडा 13 नम्बर वडाको यो केन्द्रबिन्दुमा आएको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ यो रमाइलो वातावरण छ। यहाँ चाहिँ तपाईँको यो गाई भैँसी चरी चराउने चाहिँ अवस्था पनि देख्न सक्नुहुन्छ तपाईँले। र यो खास गरी यो के हो भने यो चाहिँ साबिक डाँडागाउँ गाविसको सिमाना, साबिक घेदमा गाविसको सिमाना, त्यसै गरी चाहिँ अब यो मौराहारा रुकुमको अग्लो लेक मौराहाराको चाहिँ खेत नजिकै हामी छौँ। आज चाहिँ यहाँ हामी एकदम यो रमाइलो गर्ने हिसाबले एकदम यहाँको चाहिँ अवस्था, यहाँको यो मनोरम वातावरणलाई चाहिँ अध्ययन गर्दै आएका छौँ। अब तपाईँले देख्न सक्नुहुन्छ यहाँ विभिन्न चाहिँ गाई वस्तुहरू यहाँ भाउहरू त्यसरी राखेको अवस्था देख्न सक्नुहुन्छ। त्यस्तो छ। ओके गरौँ।